क्रान्तिकारी साथीहरूलाई मेरो भन्नु यति मात्र छ, अहिले बालेनको मुर्दाबाद भन्ने क्रान्तिकारी साथी तपाईकै छेउमा बसेको मित्र गृहमन्त्री हुँदै गर्दा 6 जना मान्छेको हत्या भएको थियो। बालेनको मुर्दाबाद भन्नेले, अहिले बालेनको मुर्दाबाद भन्ने कमरेडले त्यति बेला बाको मुर्दाबाद भन्न सक्ने दम छ हामीसँग। यो दम हामी जिम्मा लिन्छौँ, यो परिवारको जिम्मा लिन्छौँ, यो समुदायको जिम्मा लिन्छौँ। कहाँ छ खगेन्द्र सुनार? हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो सदनमा, सडकमा। यहाँ छ खगेन्द्र सुनार, यो नेल लगाएर आएको खगेन्द्र सुनार हो। बाको दाइ बाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझेर आएका छौँ। अहिले विपक्षीका साथीहरूलाई दलितको बडो माया लागेर आएको छ। कमरेड उठ्नुहोस्, एकचोटि यो अभियानमा जुट्नुहोस्। दलित मार्ने क्रम रोकिएको छैन। उठ्नुहोस्, साथ दिनुहोस्। कांग्रेसका साथी उठ्नुहोस्, एमालेका साथी उठ्नुहोस्, माओवादीका साथीहरू उठ्नुहोस्, राप्रपाका साथीहरू उठ्नुहोस्। एकचोटि यो जातीय विभेद र हिंसाका विरुद्धमा त्यो दम छ भने, त्यो आँट छ भने यी सबै घटनालाई एकचोटि पल्टाएर हेर्नलाई म सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु।